बाख्रा पालनमा परजीवीको संक्रमण एउटा ठूलो समस्या हो। पशुहरूमा हुने परजीवीको संक्रमणले पशुपालन गर्ने किसानले ठूलो आर्थिक क्षति हुने गर्छ। बाख्राहरूमा घाँस तथा माटोबाट जुकाको संक्रमण हुने गर्छ। पशुहरूमा जुकाको संक्रमण हुँदा तौल नबढ्ने, कमजोर देखिने तथा दूध, मासु र अण्डा उत्पादनमा एकदमै कमी आउने गर्छ, जसको कारण पशुपालन गर्ने किसानहरूलाई ठूलो आर्थिक नोक्सानी हुने गर्छ। तर धेरै किसानहरू यसप्रति ध्यान दिएका हुँदैनन्। असल तथा सफल पशुपालकले पशुहरूको स्वास्थ्यलाई ध्यान दिन महत्त्वपूर्ण हुन्छ। पशुहरूले घाँस, दाना पानी खाए अनुसार उत्पादन दिन सकेको छ कि छैन यस विषयमा पनि ध्यान दिनुपर्छ। बाख्राहरू बिस्तारै बढ्ने, दुब्लाउने, बिरामी हुने मुख्य कारण पेटको जुका नै हो। जुकाबाट ग्रसित पशुले जति पोसिलो घाँस, दाना पानी खाए पनि त्यसबाट प्राप्त भएको पोषण उसको शरीरले सोच्नु भन्दा पहिले पेटमा भएका जुकाहरूले खाने भएकाले पशुले थोरै मात्रामा पोषण प्राप्त गर्छ। अब कुरा गरौँ पशुहरूको पेटमा जुकाको संक्रमण हुँदा देखिने लक्षणहरूको बारेमा। पशुहरूमा जुकाको संक्रमण अधिक हुँदा पशु सुस्त एवं कमजोर देखिन्छ। पशुहरूको वेट कम हुँदै जान्छ। पशुको हाड देखिन सुरु गर्छ। पशुहरूको पेट ठूलो हुन्छ र मासु सुक्दै जान्छ। घाँस तथा दाना खाएको अनुपातमा उत्पादन कम हुन्छ। नाम्लेबाट संक्रमित पशु माटो खाने गर्छ। पशुहरूको शारीरिक चमक हराउँदै जान्छ। छालामा रौँ, सुक्खा, खस्रो देखिन्छ। जुकाले पशुको रगत चुस्ने भएकाले पशुहरूलाई रक्त अल्पता हुने गर्छ, जसको कारण पशुहरूको म्युकस मेम्ब्रेन सुक्खा, फिक्का देखिन्छ। अत्यधिक जुकाको संक्रमण हुँदा पशुहरूको पाचन प्रणालीमा गडबडी हुन्छ। पशुहरूले मन लगाएर नखाने भएकाले खाना खाएको दाना नपच्ने, डायरिया हुने, कहिले कब्जियत हुने। अत्यधिक जुकाको संक्रमण भएमा गोबरमा जुका देखा पर्छन्। जुकाबाट संक्रमित पशुहरू कमजोर भएकाले समयमा बाली नजाने, उल्टिने, गर्भपतन हुने जस्ता समस्याहरू देखिन्छन्। जुकाको संक्रमण भएमा कहिलेकाहीँ गाई, भैँसी, भेडा, बाख्राले च्यापो सुनिने गर्छ। अब कुरा गरौँ उपचारको बारेमा। बाख्राको पेटमा हुने जुकाको उपचार बारे जान्नु अघि जुकाको जीवन चक्र बारे जान्न आवश्यक हुन्छ। जुकाहरू पशुको पेट तथा आन्द्रामा हुन्छन्। त्यहाँ यिनीहरू अण्डा पार्छन्। जुकाको आन्द्रा गोबरसँग बाहिर निस्कन्छ। त्यसपछि अण्डाबाट लार्भामा परिणत भएर जुकाका लार्भाहरू हरियो घाँसमा टाँसिएर बस्छन्। वर्षातको समयमा वा चिस्यान भएको जमिनमा यी लार्भाहरू लामो समयसम्म बाँच्न सक्ने हुन्छन्। जब पशु लार्भायुक्त घाँस खान्छ तब यी लार्भाहरू पशुको पेटमा पुग्दछ र वयस्क जुका भएर पशुले खाएको घाँस, दानाबाट प्राप्त भएको न्युट्रिसन, भिटामिनहरू परजीवीले चुस्ने गर्छ। यसरी यो चक्र निरन्तर चलिरहन्छ। बाख्राका डिवर्मिङको लागि बजारमा थुप्रै किसिमको औषधिहरू छ, जसको प्रयोग गरी जुकाको उपचार गर्न सकिन्छ। तर बाख्राले जुकाको औषधि खुवाउनु अघि यी कुराहरूमा ध्यान दिन एकदमै आवश्यक छ। नम्बर 1, बाख्राको तौल। बाख्रा या कुनै पनि पशुहरूलाई तौलको आधारमा औषधिको मात्रा निर्धारण गरिन्छ। त्यसैले बाख्रालाई जुकाको औषधि खुवाउनु अघि बाख्राको वेट थाहा पाउन आवश्यक हुन्छ। बाख्राको तौल अनुसार औषधिको मात्रा दिँदा प्रभावकारी तरिकाले काम गर्छ, तर बिना हिसाबले औषधि खुवाउँदा ओभरडोज या अन्डरडोज हुने गर्छ। नम्बर 2, प्रेग्नेन्सी अवस्थामा बाख्राले जुकाको औषधि खुवाउनु अघि बाली लागेको नलागेको थाहा पाउन जरुरी हुन्छ। प्रेग्नेन्सी भएको अवस्थामा कुनै कुनै औषधिले बाख्राहरू तुहिन सक्छ। त्यस अवस्थामा अल्बेन्डाजोल भन्ने औषधि खुवाउनु हुँदैन। यसले पशुमा एबोर्सन हुन सक्छ। प्रेग्नेन्सी अवस्थामा बाख्राले जुकाको औषधि खुवाउनु परेमा अक्सिक्लोजनाइड वा फेन्बेन्डाजोल भन्ने औषधि खुवाउन सक्नुहुन्छ। बाख्रा बाली लागेको सुरुको महिना वा ब्याएको अन्तिम महिना खुवाएर बाली लागेको तेस्रो महिनामा अक्सिक्लोजनाइड वा फेन्बेन्डाजोल भन्ने औषधि खुवाउनु भयो भने कुनै पनि हानि गर्दैन। नम्बर 3, बाख्राको स्वास्थ्य अवस्था। बाख्राले जुकाको औषधि खुवाउनु अघि बाख्राको स्वास्थ्य अवस्थालाई पनि ध्यान दिनुपर्छ। यदि तपाईको खोरमा बाख्रा बिरामी छ भने त्यसलाई जुकाको औषधि नखुवाउनु होला। यदि यस्तो बाख्राले जुकाको औषधि खुवाउनु भयो भने फाइदा भन्दा पनि नोक्सानी बढी हुन्छ। त्यसैले जुन बाख्राहरू स्वस्थ छन् ती बाख्राहरूलाई मात्र डिवर्मिङ गर्नुपर्छ। बाख्राहरूलाई जुकाको औषधि खुवाउँदा यी कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। नम्बर 1, पशुहरूलाई जुकाको औषधि खाली पेट दिनुपर्छ। नम्बर 2, बाख्राको पाठापाठीलाई पहिलो पटक 1 महिनामा जुकाको औषधि खुवाउनु पर्छ र यही समयमा माउ बाख्रालाई पनि खुवाउन उपयुक्त हुन्छ।
पाठापाठेहरूमा गोलो जुकाको संक्रमण हुने भएकाले पाठापाठेहरूलाई अल्बेन्डाजोल वा फेनबेन्डाजोल भन्ने औषधि खुवाउनु पर्छ। यदि पछि प्रत्येक महिना 3 पटकसम्म गोलो जुका विरुद्ध फरक प्रकारको औषधि खुवाउनु पर्छ। जब पाठापाठेहरू घाँस खान सुरु गर्छन् त्यसपछि मात्र नामले माथिको औषधि खुवाउनु पर्छ। यसरी घाँस खाने पाठापाठेहरूलाई प्रत्येक 3 महिनामा जुकाको औषधि खुवाउनु पर्छ। नम्बर 3, बाख्रालाई जहिले पनि जुकाको औषधि खुवाउँदा बडी वेटको आधारमा खुवाउनु पर्छ। नम्बर 4, गर्भिणी बाख्राले जुकाको औषधि खुवाउनु परेमा बाली लागेको तेस्रो महिनामा वा बाली लागेको 1.5 महिनापछि र ब्याउने 1 महिना अगाडि खुवाउनु पर्छ। त्यस अवस्थामा अक्सिक्लोजनाइट वा फेनबेन्डाजोल भन्ने औषधि खुवाउनु सुरक्षित मानिन्छ। नम्बर 5, खसी बोकालाई जुकाको औषधि खुवाउनु परेमा प्रत्येक 3 महिनामा वा गोबर जाँच गराएर खुवाउनु पर्छ। नम्बर 6, माउ बाख्रालाई जुकाको औषधि खुवाउनु परेमा बाली लाग्नु भन्दा अघि वा पाठापाठे छुटाइसकेपछि खुवाउनु पर्छ। नम्बर 7, पशुलाई जुकाको औषधि खुवाउँदा प्रत्येक पल्ट फरक प्रकारको औषधि खुवाउनु पर्छ। नम्बर 8, कमजोर पशुलाई जुकाको औषधि खुवाउनु परेमा मल्टिभिटामिन वा भिटामिन बी कम्प्लेक्सको इन्जेक्सन 3 दिनसम्म लगाउँदा बढी प्रभावकारी हुन्छ।